आज चाहिँ यो एलिफेन्ट इयर पनि भन्दछ। यो हामी चाहिँ माने, दुध माने, पिँडालु के भन्छौँ नि। यो नेपाली दोकानमा चाहिँ खानु ल्याएको थिएँ त्यसको है। अनि त्यसको चाहिँ जरा आएको थियो र अनि उमारेको। यो चाहिँ कोलोकेसियन पनि भन्दो रहेछ। अनि एलिफेन्ट इयर पनि यसको आज चाहिँ सब्जी खानु पर्यो। मैले नेपाली दोकानबाट त्यसको यो खानु ल्याएको जरा उम्रेको थियो। अनि रोप्दाखेरि यत्रो भएको छ है। यसको सब्जी आज खाइन्छ। टिप्दैछु सबै टिप्नु पर्यो। म चाहिँ अब यसलाई मजाले धुन्छु। यति भए पनि धुँदैको छु। मेरो यो यति भयो। अब यसलाई मजाले म कुकरमा लगाएर पकाउनेछु। मलाई त नि यो टिपेर ल्याइसकेपछि पो कस्तो डर लागेर यसरी हातमा तेल लगाएँ क्या। एउटा हातमा तेल लगाएँ, एउटा हातमा चाहिँ ग्लोभ्स लगाएँ। कस्तो डर लाग्यो यो केलाउँदाखेरि चाहिँ है। भरे फेरि उयो हुन्छ जस्तो लाग्यो क्या। चिलाउँछ के भन्छ नि, कोक्याउँछ। यसलाई पकाउँदाखेरि धेरै उयो पनि गर्नु हुँदैन अरे क्या। धेरै चलाउनु पनि हुँदैन अरे, कोक्याउँछ। अनि यसरी यो मजाले यसरी तानेर निकाल्नु पर्दो रहेछ है त्यसको चाहिँ। यसलाई चाहिँ मैले यसरी मजाले काटिदिएको छु है। मजाले पाक्नै थाल्यो, सानो सानो काटिदिनु। हामी चाहिँ नेपालमा हुँदा चाहिँ यसको यो पत्ता चाहिँ खाँदैन थियौँ होइन। यसको डाक्ला मात्रै मजाले काटेर केलाएर नुनमा निचारेर अनि मजाले अचारहरू मात्रै खान्थ्यौँ। सब्जी चाहिँ खाएको छैनौँ। तर यहाँ चाहिँ यसको सब्जी चाहिँ एकदम राम्रो हुँदो रहेछ कि। अनि जानेकै त खानु। मैले चाहिँ नि यसरी पड्काउने मसला चाहिँ मलाई एकदम मनपर्छ है। पड्काउने मसला चाहिँ मलाई एकदम मनपर्छ। अनि यो यसरी मजाले कालो हुँदासम्म म राख्छु। अनि त्यस पछाडि मात्रै अरू कुराहरू लाउने कुरा लाउँदछु त। यसरी पड्काउने मसला चाहिँ यतिको कालो भएपछि चाहिँ मजाले सेन्ट आउनु थाल्छ नि। सेन्ट आउनु थालेपछि चाहिँ यसरी प्याजहरू भयो, लसुन, अदुवा सबै लाउनेछु। लसुन अदुवा चाहिँ म धेरै लाउँछु। पाको ल्याउँछ कि भनेर डर पनि लाग्छ क्या। बेसी कराउनु चाहिँ हुँदैन यसलाई। अनि हामीले अघिबाटै मात्रै हल्दी पनि लगाइदिइहाल्छु। अनि यिनीहरूको पनि मजाले सेन्ट आउँछ नि। मजाले बास्नाहरू आउँछ। रातो रातो हुन्छ है। ब्राउन ब्राउन कलरको भएपछि चाहिँ यतिको भइसकेपछि चाहिँ ब्राउन कलरको भइसकेपछि चाहिँ ठ्याक्क चनाहरू हाल्दै पकाउँदा नि मिठो हुन्छ। प्लस यसरी मैले चाहिँ यो पर्पल आलु र सेतो आलु, डल्ले खोर्सानी, पर्पल आलु, सेतो आलु चाहिँ हाल्छु। यिनीहरूलाई चाहिँ म मजाले चलाइदिन्छु। किन भन्दाखेरि अहिले नि फेरि मानेलाई चाहिँ चलाउनु त्यति साह्रो हुँदैन नि त। अनि ठक्कसँगले यति गरिसकेपछि मानेलाई हल्का मात्रै चलाउने क्या। अनि स्वाद अनुसारको नुन राखिदिने। भरे थप्दा पनि हुन्छ नुन त। अनि अघि काटेको यो एलिफेन्ट इयर के भन्छ होइन, यो दुध मानेहरू त्यसलाई हल्का मात्रै चलाइदिउँ मलाई के अरे फेरि कोक्याउँछ अरे, बढी चलाउनु पनि मिल्दैन अरे क्या। हल्का मात्रै चलाइदिने।
अनि यसलाई सबै तातो पानी लगाइदिने हो। यतिको चाहिँ ठिक्क हुन्छ तरिकाले चाहिँ, यतिको चाहिँ पाक्दाखेरि चाहिँ ठिक्क हुन्छ भन्ने तरिकाले चाहिँ ठ्याक्क लगाइदिने। अनि यसको घ पनि लगाइदिने, यति पानी लगाइदिने होइन। अनि 2-3 सिटी लागेपछि चाहिँ यो मजाले हुन्छ नि त। अनि त्यस पछाडि खाने। म चाहिँ यो चेरी स्टाइलको टमाटर पनि एड गरेको छु है त। यसरी चेरी स्टाइलको टमाटर ठ्याक्क लाउने, जुनै सब्जी हुँदै पनि तपाईँहरूले नि यसरी टमाटरहरू लगाएर पकायो भने चाहिँ एकदम राम्रो पनि हुन्छ होइन। दामी हुन्छ, मिठो पनि हुन्छ। अनि यसको बिर्को लगाइदिने। ठ्याक्क 2-3 सिटी भएपछि अनि निकालेर मजाले खाने हो। सब्जी पनि पाकिसक्यो है। पाक्दा चाहिँ यस्तो भयो, यो रसै रससँग भएको छ। किन भन्दा चाहिँ मैले चाहिँ नि दाल नपकाएको छुइनँ, अनि त्यही भएर चाहिँ यतिको बनाएको छु। अनि यो पर्पल आलु, अर्को आलु गरेर, सेतो आलु गरेर मिसाएर पकाएको चाहिँ यस्तो मिठो, हेर्दै यम्मी यम्मी भएको छ। ल 3 डाडु 4 डाडु खाइदिन्छु म चाहिँ। गाइस हजुरहरू पनि यसरी मजाले पकाएर खान सक्नुहुन्छ है। यसरी पिँडालुहरू, यस्तो मानेहरू चाहिँ आफूले किनेर बजारबाट त्यो दाना किनेर ल्याएर जरा उब्रेको छ भने यसरी मजाले रोपेर होइन, बकेट हुँदी डोल हुँदी जेमा पनि रोपेर यसरी मजाले फलेपछि चाहिँ त्यसको डाँक्ला पत्ता सबै खानु मिल्दो रहेछ। हेल्थको लागि चाहिँ एकदम हेल्दी रहेछ है त यो चाहिँ। हेल्थको लागि चाहिँ एकदम राम्रो। ल थ्याङ्क यू फर वाचिङ सबैजनालाई। यम्मी यम्मी।